पिकनिक जाँदैछु म चाहिँ रेडी भइसकेँ है बिहानको अहिले 6 बज्न लागिसकेको छ मेरो भान्जी चाहिँ उता रेडी हुँदैछन् लेट्स गो अब पिकनिकमा गएर के हुन्छ हेरौँ है त गाइस मेरो भान्जी 7 बज्न लागिसक्यो कि छिटो गर्नु छिटो के हाम्रो भान्जी यता उठिसक्यो ल गाइस हामी चाहिँ 7 बजी पुग्नु पर्ने हो है लोकेसनमा चाहिँ 7 बजी पुग्नु पर्ने हो यहाँ कति 7 बज्न लागिसक्यो जान चाहिँ आधा घन्टा लाग्छ 30 मिनट लाग्छ तर मेरो भान्जी चाहिँ असँग सत्तिकै छैन छिटो हामी चाहिँ हिँडेको ल हेलो हामी चाहिँ ठ्याक्कै कहाँनिर आइपुगेको छौँ भन्दाखेरि अन्त दिन्छौँ चाहिँ यहाँ जेसाको होटलमा आइपुग्यो देखिन त यहाँ ए यस्तो देखो ल हामी चाहिँ बानियातार पुल आइपुग्यौँ है यो चाहिँ बानियातार हो तपाईँलाई अब आउनु बाँकी छ थोरै मेरो भान्जीले चाहिँ कञ्चनसानलाई चाहिँ कुडेर बसिरहनु भएको छ अझै आउनु भएन के खै मनमाइजी पुल लिएर आएर बसेको 30 मिनटभन्दा ज्यादा भइसक्यो है हाम्रो एकजना मिस चाहिँ अझै आउनु भएको छैन किन हो खै हामीलाई कुदाएर बस्नको लागि किन हो देख्न सक्नुहुन्छ भ्यू यो चाहिँ मनमाइजी पुल हो ठ्याक्कै यही बाटो भएर चाहिँ उहाँ आउनु पर्ने हुन्छ तर अझसम्म आउनु भएको छैन भाइ मेरो भान्जी हतारमा छिन् के भन्न चाहनुहुन्छ तपाईँको साथीलाई भन्नुहोस् त भर्खर आइपुग्यो है यहाँ चाहिँ एउटा साथीले चाहिँ मलाई कुरेर बसिरहेको थियो अब जान मात्रै बाँकी छ पिकनिकको लागि हामी तयार भइसकेको छौँ यहाँ चाहिँ मैले एउटा पत्रिका भेटेँ है आजको नयाँ पत्रिका ल हामी चाहिँ कहाँ आइपुग्यौँ गङ्गापु चोकनेर आइपुग्यौँ है गाडी चाहिँ पारी छ त्यहाँ लिले जाने ठाउँको ठ्याक्क डेस्टिनेसन पोइन्टमा आइसकेको छौँ है अब मनकामना अरे देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ भ्यू देख्न सक्नुहुन्छ भ्यू This is the scene. You have to see this. यहाँनिर चाहिँ यस्तो सिन देखिन्छ है अनि हाम्रो केटाहरू चाहिँ यहाँ छन् टक्क लगाएर है अनि म चाहिँ यहाँ छु मलाई गर्नै आउँछ यहाँ चाहिँ के अरे बिहानको के भन्छ है नास्ताको टाइम भयो नि भोज घाम लाग्यो नास्ताको पडिका होइन यस्तो छ त्यहाँबाट भिडियो कुर्सी भिडियो के भन्छन् प्युठानबाट दाङ आउनु कति लाग्छ पुनम कस्तो छ भन त नास्ताको पडिका कस्तो भन कस्तो छ मिठो छ समात्ने ल किन एउटा मात्र अन्त अघि दुईवटा खाएका छन् तपाईँले ल खाउ ल म गएँ ल माथि चाहिँ रमाइलो भइरहेछ है हाम्रो खास पिकनिक स्पोट गन्तव्य भनेको चाहिँ यही छ आजसम्मको पिकनिक न्यू मनकामना पिकनिक स्पोट भनेको छ माथि चाहिँ नाचगान भइरहेछ हामी पनि त्यहाँ जाँदैछौँ है टक्क लगाएर अनि म चाहिँ यहाँ त छु खासमा लेले भिलेज भनेर पनि भन्छ यसलाई
लेले भिलेज भित्रकै चाहिँ यो पिकनिक स्पोट हो है। ल ल हामी चाहिँ नास्ता खाएर टक्क लगाएर यता मन्दिरतिर घुम्न आएको छौँ। मनकामना श्री मनकामना पिकनिक स्पोट। वाउ यहाँ चाहिँ भान्जीहरू आउने हुन्छ। यहाँदेखि चाहिँ भ्यू पोइन्ट स्टार्ट हुन्छ है हाम्रो मन्दिरको टक्क लगाएर। अनि म चाहिँ यता छु। ल तपाईँ देख्न सक्नुहुन्छ मन्दिरको भ्यू। ल ल ल किन किन मिस ल नाच्नु पर्यो मिस। मेरो भान्जी चाहिँ यहाँ छन् है नाचिरहेर। ल हामी चाहिँ अहिले खाना खाँदैछौँ है त। यो के हो यो के हुन्छ र गीत बजिरहेको यार। ल हाला के तिमी आमा मैले हाल्नुपर्छ। हजुरहरूले खानु भन्नु भएन। भलक बनाइ त हाम्रो मिस हुनुहुन्छ है। भलक बनाइदिए चाहिँ मिस के भन्न चाहनुहुन्छ ल भन्नुहोस् त। खानुहोस् धन्यवाद। ल अगाडि आउनु पर्छ के मासु जति सबै मैले खाइसकेँ। कसको यो हावाले उडाइदिँदैछ। हामी चाहिँ खाना खाँदैछौँ है। पिकनिक एकदम राम्रो भइरह। पिकनिक कस्तो भइरह? विप्लव तिम्रो पिकनिक कस्तो भयो? मेरो त फेरि उयो खाना खायो। मलाई के काम लगाएको यार यस्तो। हस् बाई बाई।
हजुरको पिकनिक कस्तो हुँदैछ हजुर पिकनिक पिकनिकको बारेमा अहिले नभन्नु हेलो हेलो एउटा इन्टरभ्यू पिकनिक कस्तो हुँदैछ कस्तो लाग्यो लन्च लन्च कस्तो लाग्यो लन्च लन्च मिठो होइसिने त्यही के अरू चर्को रहेछ म सक्दिनँ के भन्नुहुन्छ ल मैले जति सक्ने सहयोग गरेँ म अब गएँ चुकी बाँधी पौडी नमाजन
खै मामा सबैजना ताली मार्दिनु होला प्लिज है सबैजना रेडी हुने खै मामा ए उ खै कहाँ ऊ फुटेर ऊ बाहिर निस्किसक्यो मैले भने भगवानले मान्छे मामा मामा उगे मामा बिचरा मेरो मामा अगाडि बसेर छेकिदिन्छन् खै किन छेकिदिन्छन् कहाँदेखि बनाउनु खै मामा फर्स्ट आउनुपर्छ है उठ जाऊँ न आउन यहाँ बस्नु न यहाँ फोटो लाइक कमेन्ट कमेन्ट सबैजना ताली मार्दिनु म्युजिक खै म्युजिक खै यसको बाहिरबाट नबोलिदिनु होला कोही पनि चुप स्टेज ताली मार्दिनु होला
लाग्यो यसले ल हाम्रो पिकनिक चाहिँ भ्याइसक्यो होइन मान्छे केही भन्नु छ अब घर जाने बेला एकदम रमाइलो भएको छ होइन घर जाने बेलामा हामी चाहिँ अब खाना खान जाँदैछौँ त्यहाँ लाइन छ है कपिराइट लाग्न लगाइरहेको छु होइन उसको भागमा पनि धेरै खान्छ होइन यो चाहिँ भात आयो है भात खाने दुईजनालाई भात आइसक्यो यो चाहिँ मेरो अनि यो चाहिँ मेरो प्यारी भान्जीको है अब चाहिँ हाम्रो कञ्चन सानले हाल्दै हुनुहुन्छ टक्क लगाएर है चार्जर चाहिँ एकदम कम छ है मोबाइलको त्यही भएर चार्ज एकदम कम भएको कारणले चाहिँ के अरे मेरो भलक चाहिँ सिधै इन हुन्छ जस्तो लागिरह पछाडि गीत बजिरह सायद कपिराइट लाग्छ होला त्यसै केही छैन मासु चाहिँ धेरै ल पास भयो झोल झोल हाल्नु झोल यो चाहिँ मेरो भाग हो सोल्टी त हाल्दै हुन्छ म त अब मोटर हालिनँ अब यो चाहिँ अब नाइट भ्यू घर फर्किने बेलाको भ्यू है यो चाहिँ सायद हाम्रो लाइभ चाहिँ लाइभ नै छोडी भिडियो चाहिँ यही इन हुन्छ होला भिडियो बनाउने चाहिँ यति समय हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद सबैलाई है ल हामी चाहिँ भात खान लाग्यो है साँझको खाना हो आज घर गएर खाना खाइदिनु खाना खाइदिनु भइसक्यो कि अब यो पनि यस्तो हात झदिखेर नि यस्तो यस्तो ओइ सोल्टी मिठो छ के को मिठो मासु मासु हाले होइन के मिठो कस्तो छ उता बहिनीलाई कस्तो छ यता न अब मलाई सोध् सोध्न कस्तो भन्नु खाएकै छैन अनि के अरे अरू त नि नमिठो मास फेरि हाम्रो नियमको गएकोबाट हुन गइरहेको यस पिकनिक प्रोग्राममा सबैजना सम्पूर्ण सहभागी हुन उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र हाम्रो मसिनी पिकनिक प्रोग्राम भइरहेको हुन्छ यसलाई अन्यथा कसरी पनि केही नसोच्नु होला र एकदमै इन्जोय भएको छ सबै कुरा एकदमै रमाइलो भएको छ अब हाम्रो पिकनिक प्रोग्राम अब लास्ट हुन लागेको छ यसमा सबै स्टुडेन्ट सहभागी भएर सबैजनाले यस प्रोग्रामलाई भव्य सबै बनाउनु भएको सबैजना धेरै धेरै धन्यवाद दिन चाहन्छु र आगामी वर्ष पनि यस्तै प्रोग्राम हुनेछ भने खाना खानुभयो अब चार्ज भइसकेको छ होइन इन गरौँ यसलाई भिडियोलाई इन गरौँ के भन्ने हो आज खुसी नि भयो रमाइलो नि भएन धेरै धेरै धन्यवाद म पनि जान्छु अब बाई 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 बाई